हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी कालिका मन्दिर जानको लागि यहाँबाट हिँड्दैछौँ। अहिले हामी धर्मचोकबाट थोरै अगाडि आयौँ। यहाँ हाम्रो अनुप साथी। अब हामी बिस्तारै जान्छौँ। हामी केबल कारबाट जान्नौँ होला, हामी हिँडेर नै माथि पुग्ने भन्ने योजना हो। हेरौँ होइन कस्तो हुन्छ, बिस्तारै बिस्तारै जाने हो गरे। अब यहाँबाट हामी सिधै पहिला सुरुमा नारायणघाट बजार, त्यहाँबाट माथि चढ्छौँ है त। ल गाइजहरू है, हामी चाहिँ अहिले ठ्याक्कै नारायणघाट बजारमा आयौँ है त। शहीद चोक नारायणघाट। यहाँबाट हामी सिधै अगाडि जान्छौँ पुलचोकतिर। पुलचोक हुँदै हामी सिधै कालिका मन्दिर चढ्छौँ है त। नारायणघाट बजार यस्तो छ, चट्ट सफा बिहान। गाइज हाम्रो गाडी चाहिँ पार्किङ हुँदैछ यहाँबाट चाहिँ दिदी। त्यही त, ल गाडी पार्किङ हुँदैछ। मौला कालिका जानको लागि यहाँ टन्नै आउनु रहेछ बिहानै। टन्नै गाडी पार्किङ छ। आज शनिबार चाहिँ लास्टै भिड हुन्छ होइन दिदी? आज शनिबार लास्टै भिड हुन्छ है? ल यहाँबाट हामी अब स्टार्टिङ पोइन्ट नै यहाँ हो है, कालिका मन्दिरको। यहाँबाट हामी सुई हिँड्छौँ। यहाँबाट सिधै माथि जाने हो है त। यस्तो छ यहाँ है। हामी यहाँबाट सुई माथि मौला कालिकाको दर्शन गर्न हिँड्यौँ है त। है मौला कालिका कोही चाहिँ दर्शन गरेर फर्किसक्नुभयो, कोही चाहिँ यसरी जाँदै हुनुहुन्छ। यस्तो छ बाटो। हामी पनि बिस्तारै बिस्तारै जाँदैछौँ। ल माथि गएर फेरि अपडेट दिन्छु है त म। ल यसरी हामी जाँदैछौँ माथि। ओ के छ खबर? हो नि होइन? ल हाम्रो ब्लगमा यो चाहिँ केबल कार। अब यहाँबाट सिधै माथि गएपछि मौला कालिका। मौला कालिका मन्दिरको ठ्याक्कै गेटमा आयौँ। अब यहाँबाट मौला कालिका मन्दिर पनि टक्क देख्न सकिन्छ। थोरै हिँडेपछि ठ्याक्कै मन्दिरमा पुगिन्छ है त। हल्का हल्का थकाइ पनि लाग्यो। फाइनल्ली मन्दिरमा पनि आइयो, मौला कालिका मन्दिर है त। ठ्याक्कै आइयो। यस्तो दामी होइन, आनन्द। उता भजन पनि चलिरहेको छ। मौला कालिका मन्दिरबाट देख्ने भ्यू है। यता तनहुँतिरको भ्यू हो यो। यस्तो बवाल भ्यू हेर्न पाइन्छ यहाँबाट। यस्तो दामी भ्यू। ल है त, यस्तो मजा।
मौलाकालीका मन्दिरबाट नारेडी पुल है त नारेडी पुल यहाँ टक्कै यहाँ मैले हल्का पुग्नु अरे अक्सफोर्ड कलेज यता नारेडी पुल टक्क देखिराखेको छ है त नारायणगढ बजार उता एयरपोर्ट पनि छर्लङ्गै ल एयरपोर्टको तानिदिउँ न त ल सर्लक्कै आयो क्लियर देखियो हेर यो मौलाकालीका मन्दिरबाट है त हेलो हेलो हजुर दर्शन जगन्नाथ जय गोपालनाथ यहाँ ब्लगरहरू भेटिँदैछन् शङ्कर बोला शिव शङ्कर बोला कालिकामा आइराख्नु दर्शन गर्नु होला हो सही हो ल